धेरै दिनपछि युद्धको लागि तिमीहरूलाई आह्वान हुनेछ। भविष्यमा युद्धबाट ध्वंस भएर पुनर्निर्मित भएको देशलाई तिमीले आक्रमण गर्नेछौ, जुन देशका मानिसहरू धेरै जाति जातिहरूबाट यतिन्जेल उजाड भएका इजरायलका पहाडहरूमा भेला भएका थिए। तिनीहरू जाति जातिहरूबाट ल्याइएका थिए र अब तिनीहरू सबै सुरक्षित बस्दछन्। तँ चाहिँ तुफान झैँ बेगसित अघि बढ्नेछस्, तँ र तेरा सबै सेना र तँसँग हुने धेरै जाति जातिहरू बादल झैँ माथि जानेछौ र तँ चाहिँ देशलाई ढाक्ने बादल झैँ हुनेछस्। परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, त्यस दिन केही विचारहरू तेरो मनमा आउनेछन् र तैँले एउटा खराब युक्ति रच्नेछस्। तैँले भन्नेछस्, पर्खाल बिनाका गाउँहरू भएको देशलाई म आक्रमण गर्नेछु। पर्खालहरू र मूल ढोकाहरू नभएका र गजबारहरू नभएका शान्तिसित बस्ने र शङ्का नगर्ने जातिलाई म आक्रमण गर्नेछु। ती ध्वंस भएका ठाउँहरूमा अहिले फेरि जाति जातिहरूबाट भेला भएका मानिसहरू जो गाईबस्तु र सम्पत्ति प्राप्त गरेर देशको केन्द्रमा बस्दैछन्, ती आबादीहरू र मानिसहरूलाई लुटेर र सखाप पारेर म ध्वंस पार्नेछु। आमेन।